हुनुहुन्छ हामी बुटोल दर्शन गरे भैरव बाबा हेलो गुड मर्निङ सबैजनालाई नमस्ते। हजुरहरूलाई स्वागत छ मेरो अर्को भिडियोमा। हजुरहरू सन्चै आउनुहुन्छ होला, म पनि सन्चै छु भन्दै आज हामी चाहिँ पाल्पा भैरवस्थान मन्दिर दर्शन गर्न जाँदैछौँ साथीहरू। आज चाहिँ बिहान बिहान उठेर नुहाइधुवाइ गरेर सबैजना रेडी भएर हामी गाडीमा चढेर हिँडिसक्यौँ। चाहिँ बिहान बिहान भएको कारण म घरदेखि भिडियो स्टार्ट गर्न पाइनँ, त्यही भएर म बाटादेखि भिडियो बनाउँदैछु साथीहरू। आज म धेरै पछि भैरवस्थान मन्दिरको लागि दामी बुटोलदेखि माथि बाबातिर जाँदैछौँ साथीहरू। हाम्रो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर चाहिँ गर्न नबिर्सिनु होला। मोटी चाहिँ मक्खै छिन् जान पाइयो भनेर मन्दिर दर्शन गर्नको लागि के बोलिरहेछिन्। ल अब यो टाउको बाट्ने अब हामी सबै छ के हाम्रो त्यही भएर बाबाले सबैको रक्षा गरौँ। ल सबैले रक्षा यो बुटोलको सिद्ध बाबा। अब हामी बुटोलदेखि अब पाल्पा प्रवेश गर्दैछौँ गाइजहरू। अहिले सन्तोष चिप्लेट खेल्थ्यो भाइ, यहाँ बुद्धि नभएर के ढेटीमाको मेरो बिहा हुँदा हामी पाल्पा छिरी शिवजीको मूर्ति देखिन्छ कि त्यो भित्तामा के सिद्ध बाबाले रक्षा गरो। हामी सिद्ध बाबा आयौँ। के गर्दा नि सुरुङ मार्ग हेर्नुहोस् है, जान पो पाइँदैन, हेर्न त पाइन्छ यहाँबाट पुवाल मात्र अरू हेर्न पाइन्न। जानै नदिने यो उसबाट भित्रै जानु नदिने किन जानु नदिने सिद्धिखेन अरे क्या त्यहाँ। हामी चाहिँ जुम्साबाट काट्नलाई माथि अब हामी यहाँ जोरदारा जानुपर्ने हुन्छ। आउने बेला पकौडा र चुकौनी खानुपर्ने हुन्छ। हामी चाहिँ लागियो पाल्पातिर सेन्टी गाना सुन्दै। कस्तो फिल भइरहेको यो गीत सुन्दाखेरि? लास्टै रुनु मन लागेछ। गाडामा हात समाएर हामी चाहिँ सेन्टी गाना सुन्दै उभोतिर लाग्यो है। हामी चाहिँ केराबारीतिर दाइको चाहिँ एकचोटि लक परेर बिछोड भएको होइन तेरो यस्तो गाना। यो चाहिँ सबैको जीवनमा मेल खाने गीत लगाइदिरहनु भयो। फर्स्ट अफ अल उर्मिला दिदीको लागि, सेकेन्ड तुलसी दिदी, थर्ड बिङ दिदी हो। खै कमैलीको त थाहा भएन, भन्न भएन, त्यसै मारिहाल्छिन्। मेरो घर हो यो। चरे रे ल बोटुकी बनाउन भन्छन् आउनुलाई साथी हो खाना। ओके बोटुको बनाएर राख्नुपर्छ, खाने भयो आउनुहोस्। मैले जाने होला नि। छादै नयाँ हराइरहेको छु त्यो कार्यक्रम लक गरेको छैन नि त।
बन्दैछ अहिले त खाइन्न अहिले फर्किँदाखेरि मात्र उहाँ चाहिँ चिया लभर चिया खाँदै हुनुहुन्छ चियादेखि गर्नुभयो मिठो चिया चुस्की लाउँदै बिहान बिहानको चिसो हावामा तातो तातो चिया मिठो दाइले बनाएको बाक्लो चियाको चुस्की लाउँदै यात्रा भर्तु के अरे भैरवस्थानसम्म फर्किँदा यहाँको मिठो मिठो बटुक लिएर जाने बुटोलमा अहिले यहीँ त होला नि आउने यही हो निक्ली उड्ने यही हो सबै उड्ने यही हो सबै उड्ने यही हो राजमा र दिलीप राई दाजुहरू उड्ने यही हो करिश्माहरू उड्ने ठाउँ पनि मजा रहेछ पो क्या खासै मैले हिजो पढ्ने भिडियो पठाइदिन्छ प्याराग्लाइडिङ अब हामी लगभग भैरवस्थान मन्दिर प्रवेश गर्न जस्तो सङ्केत आइरहेको छ गाइजहरू कस्तो फिल भइरहेछ एकदम रमाइलो खुसी लाग्छ चिसो हावा खाँदै चिसो हावा लाग्छ मनोरञ्जन गर्दै सबले आफ्नो एक्सहरूलाई सम्झिँदै रुँदै आज यो गाडीमा पुराना गीतहरू सुन्दै पुराना मान्छेलाई सम्झिँदै पुरा गीत फेरि पुरै मन्दिर गएर तिमीहरूलाई सम्झिने ल हुन्छ मिलेन सुन्नुभयो अनि जसलाई सम्झे पनि मन्दिरमा गएर हजुरले सम्झिने हो यो चाहिँ सही भन्नुभयो है साडी लाएर तपाईँ गोरु छ नि त्यो भिड पाल्टाको डाँडा डरम ऊ त्यो डाँडा के माथि छ है त्यो जुन ऊ छ नि खुल्ला त्यो चाहिँ हामी मावलाको डाँडो थियो है पारी हाम्रो होला हाम्रो मावल कि भाउ अब हामी लगभग भैरवस्थानतिर प्रवेश गर्दैछौँ गाइजहरू हेर्दै गर्नुहोला अब धेरै छैन अब आउँछ फाइनली हामी चाहिँ आइयो है कता जाने हो र हामी चाहिँ गेटमा प्रवेश गर्दैछौँ गाइजहरू दिदी खालि ओइसलु मा केही हेर्ने हुन्छ हामी झर्यौँ अब भैरवस्थान मन्दिरतिर प्रस्थान गर्दैछौँ सबैजना लाइन लागेर हेलो मन्दिरको यात्रा यहाँदेखि सुरु हुन्छ है त गाइस हेलो हेलो बिस्तारै बिस्तारै हिँड्नु होला सबैजना मन्दिरतिर लाग्यो जानुमा छैन आउनुहोस् हेलो माथि माथि लागिरहेछौँ हेलो यहाँ यस्तो हुनुहुन्छ हामी बुटोलदेखि बिहानै सम्पर्क गरेर छिटो छिटो भएछ रमाइलो छ सबैजना आउनु होला
अनि त्यसबाट चेन्ज गराएर लाने होला नि कता खस्छ र पैसा अब हामी रोटा लेख्दैछौँ गाइजहरू हामी चाहिँ रोटा लेख्दैछौँ पैसा गर्दैछौँ 4,000 अनि यता चाहिँ रोटी पाक्दैछ रोटा लिनको लाइन मलाई दिनु न यस्तो दुईटा दिन खाइछ त्यो हो नि त दुईटालाई चढाउने नि त रुबन दिदी उलिनी रहेछ पूजा राख्ने त कति दिन न एकदम भिडभाड रहेछ आज शनिबार भिडभाड अगाडि अगाडि लाग्यो त्यति थाहा छैन कि हिँड्नु न कता लिएर आइज ल अब हामी मन्देश प्रवेश गर्नु पर्यो यहाँ आजकल चाहिँ दुईटा लान पर्ने रहेछ पहिला चाहिँ एउटा लडेको यसमा नि छ म भएको भए सहन थिएन यार यहाँ राखेर दिनु न खुट्टा यहाँ राखौँ के ए बा हातै गल्यो नि यहाँ लाइन यत्रो लाइन बस्नु पर्ने रहेछ तिमी पछि आएर लिखाएर आइसक्यो के गरिन् त नि हेलो उर्मिला हेलो रूपा भैरवस्थानको बिहान 8 बजेको दृश्य हेर्नु सबैजनालाई बिहानको म चाहिँ थर्ड टाइम आएको गाइजहरू यहाँ तर पहिला चाहिँ यस्तो हुन्थेन तर पहिला यस्तो लाइन बस्नु नि पर्ने थिएन यस्तो पनि थिएन यता पुरा खुल्ला थियो अहिले पुरा बार गरेर लाइन बस्न पर्ने रहेछ चाँडै गरेर आउनु पर्ने रहेछ यस्तो पहिला चाहिँ हामी यता बसेर यता बस्ने ठाउँहरू थियो अहिले चाहिँ यस्तो लाइन बस्ने ठाउँ रहेछ अहिले चाहिँ यस्तो रहेछ क्या यस्तो यता चाहिँ लाइन यो पुरा रेलिङहरू बारेर अच्छा यो हातै गर्ने रोटी यहाँ कति हामी 12वटा रोटी लिएर हिँडिरहँ 2वटा रोटी रोटा 2वटा चढाउनु पर्ने रोटा रोड रहेछ रोड कस्तो गाह्रो हुने रहेछ यो उचाल्दा
निस्ने अगाडि आइज हामी चाहिँ अब यहाँ प्रवेश गर्न लागिसक्यौँ हामी लाइनको क्रम जारी छ अब हामी त्यहाँ हामी चाहिँ यो लाइन हुँदै हुँदै कसले एकछिनबाट छिर्दा आउँथ्यौँ भने माथि अहिले त यता वरिपरि घुम्नु पर्ने रहेछ बल्ल तल पूजा गर्ने तल पूजा गर्ने यहाँबाट आउँछ कि खै मेरो त मेरो खै आयो खै मेरो होला भाइ मेरो 99 खै मेरो खै आयो भाइ खै हो यो नम्बर होइन र बेल बानी हो के हो तिम्रो तिम्रो हो कि बेल 99 लेखेछ भाउजूलाई यति क्लिक गरिदिनु मैले हेरेको यति क्लिक राम्रो गरिदिनु कि तेर्सुल ल्याएर क्या तिम्रो भयो जाऊ के 49 नरन पूजा गरेर भइयो गाइसहरु अब हामी चाहिँ अब परेवा उडाउन लागेको कता कति तिनीहरु मेरो कसैले बनाइदिनु तिम्रो पछि पछि मेरो परिवार त वहाँ बसी छेराउ न ल्याउनु कता भन्नु काम थाहा छैन आउनु वहाँ जानुपर्छ माथि गएर पहिला मनसागा अनि आएर नै माथि गएर मनसागा आउनु यहाँ उडाउने छ के हामी पूजा गर्न गयो त्यहाँ दिनु 10 किसिमको हातमा लिएर जानु पर्यो त त्यो पैसा फेरि उनलाई दिनुला नि बाबुला
कति दिनुपर्छ 10 आऊ न कता भन अहिले उडा जाऊ कि पहिला माथि गएर आऊ माथि गएर आऊ मोटीको खै नानी खै जाऊ कल बनिन्छ र मैले गर्दिन्छु यहाँ खैले भन्दै यहाँ म त बस्न भन्नु भएन है घन्टी फेरि दिन बोलाउनु होला तपाईको ढोकामा मलाई नि भन्नु जुन मानिन्छ खै छोडम यहाँ फेरि उडाइदेऊ म त उडाइदेऊ के मोटी आज उडाउनु पाएन यो छोड्दै लाँदैको मिल्दैछ खै कहाँ गयो उर्मिलाले हाम्रो पूजा भइयो परेवा उडाउने कार्यक्रम सिद्धियो अब हामी फोटोसोटा खिचेर जानुपर्ने हुन्छ भ्यू मात्र हेर्न पाइन्छ यहाँ चाहिँ यस्तो भिड छ फोटो खिच्न चाहिँ पाइन्न राम राम कहाँबाट लिने फोटो अब जाने हो प्रसाद खानु नरिवल खानु सकेर घरतिर लाग्न थाल्यौँ आफ्नो आफ्नो जुत्ता चिनाम है साथीहरू हेलो उर्मिला भैरवस्थानको यात्रा यहाँसम्म रमाइलो गरियो यता जुत्ता खोज्न पर्ने यस्तो अवस्था छ लाइन आज शनिबार एकदम भिड रहेछ यता जाने होला नि अब ओइ शनिबार भिड हाट छ यहाँबाट निस्किने उताबाटदेखि बस्ने यहाँबाट निस्किने यात्रा यहाँसम्म रमाइलो भयो भैरवस्थान मन्दिरको यहाँ थाकेर बस्नुभयो अब हामी जानुपर्छ जुत्ता ल्याइदिन्छौँ है बुटलतिर फर्किने हामी आउनुहोस् अब बुटलतिर जाने यहाँ भिडियो बनाउनु कति रमाइलो छ भिडभाड धेरै छ आज शनिबार भएकोले ग्रुपलाई सब्सक्राइब गरिदिनु होला सबैजना आउनुहुन्छ त्यसमा अरे हजुर अहिले त यस्तो लाइन फोटो खिच्ने नि माथि उही मन्दिरमा के हो अहिले कता बेच्न पनि उही माथि किन्न पनि माथि कता होइन अहिले गीत आउनु पर्छ मिठो गीत लडाइ गीत आउनु पर्यो एउटा राम्रो गीत दर्शन गरे भैरव बाबा नाचा रे अब हामी घरतिर लाग्यो मजुर पनि किन्यो फोटो बनाइ मान्छे हिरो नि रुपेल त मलाई नदेखाइदिनु आरामले जानु माथि भिड छ लाइनै लाग्न पर्छ धेरै लामो लाइन छ हजुर यहाँ रोड पाकिरहेको छ सम्पर्क गर्नु होला पहिले नै सजिलो हुन्छ हजुर मैले बनाइदिन्छु यहाँ टिकटकमा देखिने भाइरल दिदीको होइन होला यहाँ त चाप्नु होला यही हो सेन्डे त कुनमा यहाँको पनि आउँछ भैरवस्थानको नि म त पुरा संसार
मन्जुरले बनाएको त उता देखेको यो खुट्टा खसो आँखा पिरो भयो अब हामी चाहिँ कहाँ लागि जान लागि मन्दिरबाट तल झरेर यो टाउन टपमा नास्ता खाएर अब हामी घरतिर लाग्नु पर्ने हुन्छ अब हामी यहाँ नास्ता सास्ता खाएर श्रीनगरतिर घुम्न जानुपर्ने हुन्छ साथीहरू आज नै मेरो भिडियो यहीसम्म अब नेक्स्ट पार्ट अर्को भिडियोमा हेर्दै गर्नुको लागि जरुर ओके बाई बाई टप टाउन भन्ने रेस्टुरेन्टमा आइपुगेछौँ यहाँ चाहिँ अब नास्ताको लागि के अर्डर गर्न लाग्नुभएको छ साथीहरू हेलो रूपा के खाने हो हेलो गाइस के खानुहुन्छ हेलो कहाँ खायो